रिजलाइन इनर्जी कम्पनीको आइपिओ तपाईले पनि भर्नु भएको छ र यो आइपिओ को बाटफाट कहिले हुन गइरहेको छ र यस आइपिओ मा आवेदन कति किताब परेको छ र कति पर्ने सम्भावना रहेको छ आज यस भिडियोमा तपाईले जानकारी हुनेछ। त्यसको लागि भिडियोलाई अन्तिमसम्म हेर्नु होला। च्यानलमा पहिलोचोटि आउनु भएको छ भने च्यानललाई पनि सब्स्क्राइब गर्नु होला। साथीहरु तपाईले टिएमएस अकाउन्ट कसरी बनाउने भिडियो हेर्न चाहनुहुन्छ भने लिंक डिस्क्रिप्सनमा छ, त्यहाँबाट हेर्न सक्नुहुन्छ। यस कम्पनीका आइपिओ भर्ने संख्या 26,62,743 जना रहेको छ भने आइपिओ पर्ने संख्या 1,18,026 जना रहेको छ र खाली हात 25,44,757 जनालाई चाहिँ यो आइपिओ नपर्ने भएको छ र यो चाहिँ नपर्ने संख्या एकदमै धेरै रहेको छ। यस कम्पनीको आइपिओ मा आवेदन खुलाइएको भन्दा 25 गुणा भन्दा बढीले आवेदन परेको थियो। जम्मा आवेदन किताब 2,96,24,440 किता चाहिँ यस कम्पनीमा आवेदन परेको थियो र अब यस कम्पनीको आइपिओ को रिजल्ट कहिले आउँछ? अहिलेसम्म यस आइपिओ को रिजल्ट कहिले आउँछ भनेर डेट फिक्स भएको छैन, तर अर्को हप्तामा बाटफाट हुने भएर जानकारी गराइएको छ र तर अर्को हप्तामा कति गते र कुन दिन आउँछ भनेर अहिले चाहिँ फिक्स डेट आएको छैन। आएपछि तपाईले मैले भिडियो लिएर आउने नै छु। त्यसको लागि च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला र यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानलसँग जुड्नु होला। फेरि मिलेछु एउटा